नमस्ते हजुर, हामी यो सामूहिक खेतीमा लागिरहेछौँ। यो अहिले यो नगदे बाली मसुरो काट्दैछौँ। कस्तो लागिरहेछ बिनाजु मसुरो खेती? कस्तो छ मसुरो खेती? पुरै गरी यहाँ हाम्रा नानीहरू यस्तो खुसी भएर काट लाग्नु भएको छ। एकदम नानी यता आएर त यो हाम्रा नानीहरू कस्तो काट लाग्नु भएको छ। यता हेर क्या। नमस्ते हजुर। यहाँ फोन पनि हुँदैछ। नगदे बाली हामी यहाँ घरमा भित्र्याउने प्रोग्राम भइरहेछ। सब साथीहरू जुटेर यो मसुरो खेती कस्तो लागिरहेछ भाइग्राम सर? हजुरलाई कस्तो लागिरहेछ? मजा लागेछ मलाई त। आधुनिक खेतीमा त अब जोडिन एकदम रहर छ मलाई। हजुर, अब त खेतीपाती त अब नाटक गर्ने अब। धान खेती, मकै खेती, अब तरकारी खेती सब लाइनको लाइन गर्ने अब। मान्छे यहाँ केही हुन्न भन्दै विदेश गइरहेछ नि त सर। अरे विदेश भन्दा नेपालमै राम्रो। आरामसे खेती गर्न पाइहाल्छ, बस्न पाइन्छ, खान पाइहाल्छ, शुद्ध दाल खान पाइन्छ, शुद्ध। भिनाजु तपाईँ कस्तो मानिरहनु भएको छ? यहाँ हाम्रा नानीहरू एकदम मसुरो खेतीमा लागेका छन्। हामीलाई सहयोग गरिराख्नु भएको छ। अघि चाउमिन पनि खानुभयो, बिस्कुट पनि खानुभयो। होलीको दिन पनि परेछ। होलीको दिन पनि परेछ। नहीं तै पनि अलि बोल न, फेरि गल्छ बोल न। यस्तो यस्तो रमाइलो खेती भइरहेको छ यहाँ। होइन होली आएको नै अरू चाहिँ अलि रङ्गीलाई होली खेल्नु नि अब। होली सुरु गराउँ त्यहाँ पहाडी ल्याएको थियो र। त्यस्तो 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 हुँदैन, त्यस्तो हुँदैन। म त कस्तो होली सुरु भयो सुरु। यो नगदे बाली हामी चाहिँ सामूहिक नगदे बाली हो यो हाम्रो।